छ बुझिदिने तिम्रा मनका कुरा सबै सोधिदिने को छ र तिमीलाई आज बुझिदिने तिम्रा मनका कुरा सबै सोधिदिने तिम्रो पनि कति होला एक्लै बस्दा Tinim ka din, Bhai? Ai. Japan, Korea, Korea, Heli, Crescina. अलि राम्रोसँग बस्न छ ल Asa na asa. होइन कि अलि राम्रोसँग उठेर बस्न न अब यही त भेटेपछि दर्शन गर्नु पर्यो चिनारो हुनु Kiri, tiga itu lagi,
lah. Tu dam chala. Kod lai. Ye na thang yu tu ni. Tu ni.
Ayun, practice lang mo. Kan makasih saya. Laba, kay palaya kari ko sa kiso. Kasyang yam si lasusay. Lasoy, damatan lasoy. Yang lajo, 나라가 아시아이 안에 본권의 정마선 상수의 저 양라 윤살라 임팀 사망 라 임팀밀라 아기리 양서 소랑바 제주이다시 서군 양라 저 클라스 또 에노르 동아로 엔지 수 양라 어르도 육살라 원나 이니 아바다만 가르쳤다지 가말라 불세 수 랜던전 엔조가 아르멘드들 무에멘들라 अब साह्रो मोबाइल चाहिँ आरामले गर्दा
नानी अर्को हात हो खातालाई सोध्नु भयो तपाईँले कुनै उहाँलाई गाली दिनु त कोही कसैले पनि छैन त पिता भनौँ न हाम्रो ज्वाइँलाई लिएर तपाईँको घरमा हामी चाहिँ जन्ती लिएर बेहुलो लिएर जानु पर्थ्यो हामीले के भन्नु माग गर्नु पर्थ्यो भन्दाखेरि नि उहाँ पुगिसकेपछि उहाँले जति योभन्दा हामी पहिला पुगेको भए हामीले उहाँसँग चाहिँ हामी हजुरको ढोकामा हजुरको कुटुम्बको घरमा हामी आयौँ र हामीलाई हजुरको कन्यादान दिनुहुन्छ हुन्न भनेर हामीले गफ लानुपर्ने थियो भन्नाले जो गफ छोडियो गफ त अहिले गफ त्यो गफमा पुगेन नपुग्दा पनि तपाईँ त हामी उहाँ पुगेर मात्रै त्यो एउटा कन्यादान गर्ने होइन अब आज एउटा के आयो भन्नु होला भने तपाईँ त यहाँ जुन आज बेहुला बेहुलीको रूपमा रहनु भयो अब त हामीले त्यहाँ लगेर घुम लगेर जानुपर्ने त कुरा त त्यहाँ त आएन होइन अब तपाईँलाई यहाँबाट उहाँ ज्वाइँ तपाईँ छोरी यसैबाट अन्माएर हामीले लानुपर्ने हो के भन्छ भने हामीले तामाङ मान्छे त भोइकेलको ठिम भन्छ के हो त्यो भन्दा नि त्यो थाक्से स्यार्पाहरूले हाम्रो जुजु बाराजु पहिलाकोले गरिराखेको थिति अनुसार हामी चल्नु पर्ने भन्नाले अब तपाईँहरूको एउटा जीवनको साथीलाई जुर्न एउटा तामाङ भाषाले के भन्छ भने मार्गिमेन्दो मुइगिमेन्दो भन्छ मार्मेन्दो भनेको के हो सुनलाई मुइमेन्दो भनेको केलाई चाँदीलाई भनेपछि मारमुई से मार्से मुई त कोइसम मुई से मार्दा कोइसम मार्से मुई त कोइसम भनेको के हो भन्दाखेरि यो एउटा बेहुली चाँदीले यो सुनलाई सुहाइदिए सुनलाई गहना मानिदिए र सुनले पनि चाँदीलाई गहना मानिदिए हुन्छ भन्ने एउटा हिजोको जुन कुराहरू रहेछ हेर्नुहोस् हाम्रो उहिलेको बाजेले उहिलेको बराजुले यसो गर यो गर्दाखेरि सगुन राख्नु दियो कलास राख्नु बत्ती बाल्नु र यो एउटा नर नारी इष्टमित्र सबै बोलाउनु र तपाईँको साक्षी राख्नु यो यहाँहरू सबै उभिएको हामी आएको होइन खानको लागि आएको होइन खासै आज तपाईँ दुईजनाको हामी साक्षी हुन आएको प्रमाण हुन आएको भरे तपाईँले बेमन गरे तापनि हामी साक्षी नै हो उहाँले बेमन गरे तापनि हामी साक्षी नै हो र साक्षी त साक्षी बेमन होला भनेर होइन बेमन नहोस् भनेर चाहिँ किन भन्नु होला भने यो राख्नु पनि एउटा त्यो बत्ती छ बत्ती त्यो कलश राखेको चाहिँ किन होला भन्दा तपाईँहरूको नसोचिदिनुहोस् भनेको भगवान्लाई वर मागेर भगवान् यी आइदिनुहोस् परमेश्वर यहाँ राज गर्नुहोस् परमेश्वर भनेर भगवान्ले प्रार्थना गरेर तपाईँ दुई दम्पतिले अब हामी अन्याय गर्दैनौँ योभन्दा दायाँ बायाँ हामीले एउटा मन घुमाउँदैन हामी कतै जान्न छोइको लुङटुलको छौँ होइन त्यसरी भनेको हुन्छ तर हजुरहरू बाबुआमा बुबा मम्मी पहिला यही कुरा गर्नुभएको थियो होला अहिले चाहिँ जानेन नजान्दाखेरि यो किनभने साक्षी उहाँहरू पनि साक्षी किन साक्षी भन्दा तपाईँहरूले बेमान गर्नु होला कि भनेर तपाईँले सम्झाउनु पर्ने कुरा चाहिँ के छ भन्दा यो आगोले जे पनि गर्छ तातो पनि गर्छ भुसुक्कै सिद्ध्याउँछ भने किन होला भन्दा यो अगाडि विशेषसम्म हामी दायाँ बायाँ हुने छैन कसैले देखे पनि नदेखेको जस्तो हिँड्छौँ र हामी हजुर उहाँले जुन लोग्नेले श्रीमतीले लोग्नेलाई मान राखेर हामी सत्यमा रहन्छौँ सत्य डग्नु हुँदैन भनेर सत्य नडगोस् भनेर यो एउटा
दियो बत्ती गरेको छ। कतै जानु होला तपाईँले भनौँ आज तपाईँलाई के भन्छ हामीले भने तामाङले ले रानी भन्छ, यो पर्वतीय भाषाले राजा रानी भन्छ। हेर्नुहोस् है, राजा रानी त यो लुगा फाटो तपाईँले कहिलेसम्मलाई भन्दा तपाईँको माइती सामान पुग्दा ओहोर दोहोर गर्दा लगाएर राजै सरी बनेर आएको रहेछ। हाम्रो आइपुगेको रहेछ ज्वाइँ। मेरो छोरी पनि एउटा हाम्रो यो कल्चर थिति विधि रीति रिवाज हो। अरे भविष्य होला, हजुर एकतिर जानु होला, हजुरले भात पिउनु पकाउनु पर्ने होला। आखिरी त्यसमा त जुन आफ्नो भएको लुगाहरू लगाउनु पर्ने हुनु सक्ला। अस्ति त यस्तो राम्रो देखेको थियो, आज त कस्तो यो लुगा फुगाल्दाखेरि त मैले राम्रो देखेन भन्ने एउटा मनसाय दुवैजनाले लिनु भएन मेरो विचारमा। र त्यो अवस्थामा अनिखेरि अरू पनि यस्तै कोही बेलामा एउटा छाँटकाँट गर्ने मान्छे आउला, दिल ध्यान त्यता पुर्याउनु भएन। हेर्नुहोस् है, दिल ध्यान त्यता पुर्यायो भने तपाईँको भविष्य त बिग्रियो। एकचोटि आउँछ कति आउँछ त्यो भएको हुनाले तपाईँले सत्यतामा रहनु। यो बत्ती त्यो बत्ती गङ्गा पानी तीर्थ यो हामी सारा दुध मावाली बुढा मावाली हामी सबै सारा हामी आए निम्तोमा स्वीकार्दाखेरि तपाईँले भरे भविष्य सम्मान राम्रो तपाईँहरूको बोली वचन सिप भावना र त्यो एउटा तपाईँलाई भनिरहनु पर्ने कुराहरू नहोस्, अरूको हुँदा पनि तपाईँहरूको नहोस् भनेर यो एउटा तपाईँलाई हामीले यो एउटा चाहिँ अलिकति लोकको अगाडि कुरा अलिकति ल्याएको हो। डक्टर हुनुहुन्छ, डक्टरलाई अब हामीले कुरा सिकाएर त हुने होइन, तर बुद्धि बिगार्नु भएन। मैले भन्न खोजेको उता बुद्धि बिगार्नु भएन भन्ने म यहाँलाई आग्रह गर्दै अब रुमाल एउटा ल्याउनु। वो तो हमें क्या जोंदा 이쪽에 버려 돌아. 시대 반을 타노. 아니 다리 좀 신도 좀만 한나면 살리시고. के अरे त्यो कपालमा पनि अब सिधा लिएर जानु सिधा अलि सुईले सिको सराङदाङ सुईले सुई हो तेर बस परो तोर हो धेरै लु फेर सोमरम लाई नबारे प्लेट खाइदिए न भयो अहिले दिन चाहिए Ready? Niku sama wa.
उहाँलाई गर्ने हो माथि गर्ने हो किन गर्ने त्यतिकै होइन मैले भनेको त भने त छोडेको हो पनि खाइदिने है कममै यो लगनमा डेमा नखाए कहिले खाने अहिले खुवाउन आउँदैन अलिअलि चेक्क चेक्क ओइ गर्नु त राम्रो नमिले त्यसले पार यो चाहिँ उहाँले आदि गर्नुपर्ने उहाँले दिनुपर्ने सिद्ध्याउनु पर्ने होइन अब यसको चलन सकियो भने सम्झि फर्काको सुरु आयो अब ल तपाईँले अन्नुहरूले पनि बुढो मावली दुध मावली बोलाउनुको अर्थ के भन्दा ल है ल ल अब जे होस् आहा लु चाहिए तपाईँ यहाँ राखिदिनु न Lo, đây là ngon ta. Lá được. बाबु
आई आमा त घरको आगो हो ईश्वरको आशीर्वाद लाग्नुपर्छ हो कि भनेपछि ईश्वरको आशीर्वाद लाग्नुपर्छ यो ग्रहणले तपाईँले सबैले हुनुहुन्छ 3 दशक काल खड्को भने दोकानी नदीले बोकेर लैजाओस् हो कि हो कि 3 दशक काल खड्को भन्ने गङ्गाले बोकेर लगोस् साससँग गरेर जाओस् त्यसै आयु हुनुपर्छ आज यो चित्त ग्रहण पैसा हुन्छ त्यो सबै देऊ न त हुन्छ त्यो सबै देऊ भने जानिदिन्छु
के भनेको मायाले त्यसरी मनरी तिम्रो दानी अन्त नजर लाउँदिन अब म कसो फेरि हामी अन्त नजर लाउँदिन अब म कसो फेरि हामी घरको बुढीको